तामापट्टि देख्छन् है तामा हेर तामा चोरेको अर्काको प्रपर्टीको गाह्रो छ है एक छाक भइगयो छाक पुऱ्यायो यसले आफ्नै बारी जस्तो गरेर टिपिरहेको छ यसले रोपेको जस्तो यहाँनिर यसले रोपेको कुल्दा चुन्छ हो यो लोकेसन चाल पाउने चाहिँ यता मेन मान्छे चाहिँ यहाँ हुनुहुन्छ तामा भनेपछि हुरुक्कै हुने यहाँ हुनुहुन्छ है तामा बिना जिन्दगी चल्दैन अरे 3 छाक 4 छाक जस्तो बनाइपुग्यो त यहाँले अरे वाह बडा किन अब त छिमेकीलाई दिने टिपिरहेको छ त्यहाँ चाहिँ अब हेर शरम छैन है अर्काको बारीको अस्तिको वर्ष रोपेर छोडिरहेको जस्तो नि अर्को वर्ष आएर टिप्छु भने जस्तो छ त यो त के हो यस्तो छोड्नु आँट्यो नि त्यसले त अलिक घर जाउँ भन्दा नि भयो भन्दा नि छोड्दैन नि त्यसले अरे माल पा के अरे नपाउनेले केरा पायो बोक्राइसक्यो भने जस्तो गर्नु थाल्यो त हुन्छ यसको लोकेसन चाहिँ कहाँ भन्दा चाहिँ लेकहुडमा पर्छ सक्छ अहिले नाकाटे लेखेर आउँछ अहिले देख्यो भने यहाँ तामा भयो पुग्यो बाल छैन अब त यो त पल्लो घर दिने पनि धेरै भइसक्यो त्यो त 1 महिनासम्म चाहिँ तामै खानै पऱ्यो यसले गाह्रो छ म्यान बोस यहाँ हुन्छ है फेरि के अरे तामा किलर हुनुहुन्छ यहाँनिर म्यान बोस आमा गाह्रो छ यसले रोपेको जस्तो छ त यहाँ यो चाहिँ हाम्रो छोटो ब्लग पनि बनियो है धेरै बनाउनु हुँदैन ब्लग फेरि घरमै आइपुग्छ छोड्नु आँटे नै यसले हो 2 घन्टा भइसक्यो टिपेको ल ए ल हात लगाइदियो हात ल सक्यो